गाइज हामी चाहिँ है बस्दा मैले चाहिँ नदेखाएँ बस्दा 2 घन्टा बसिसक्यो है। अहिलेसम्म स्टार्ट भएको छैन। यस्तै छ क्या मान्छेहरू यस्तो छ अल्छी लागिसक्यो भन्दै त्यहाँनिर एउटा ग्रुप चाहिँ आउँदैछ है। हेरौँ है अब के को आउँदै र त्यो पनि नाचेन भने चाहिँ अनि मकैबारी दर्याम बनाउनु जाने है। त्यहाँ आउँदैछ उतापट्टि यस्तोतिर आउँदैछ। यहाँ कता घर आयो। वाउ ब्युटिफुल। तू समझा? हाँ नहीं तू समझा नहीं। भाई के भन्नु न हैन त्यस्तो हैन। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु। सब्स्क्राइब गर्नु है। अब हाम्रो आजको भ्लग चाहिँ यही हो मेरो। अनि यता के भन्न चाहनुहुन्छ? खाइयो ओरियो हिँड्यो अनभएको भिडियोमा 10 भ्यू चाहिँ आउँदैन जे भयो नि बोलिदिन्छु। 1-2 शब्द है 10 भ्यू चाहिँ आयो भने लाइक 20 भ्यू चाहिँ आयो भने सब्स्क्राइब। यस अनि त्योभन्दा बढी आयो भने म भाइरल। हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई स्वागत छ फेरि पनि नयाँ ब्लगमा है। आज चाहिँ हामी यता दिदी यता हिरोनी दिदी अनि यता हिरो दाइसँग हामी चाहिँ कहाँ जाँदैछौँ भने खेनाचण्डी। आज चाहिँ राईहरूको साकेला पर्व के हो उँभौली र हेरेर साथ दिनु होला है। अब डाइरेक्ट खेनाचण्डीको है। सो फाइनली गाइज हामी चाहिँ खेना आइपुग्यो है। यो चाहिँ चण्डी नाच्ने ठाउँ रहेछ। कोही छैन है अहिलेसम्म चाहिँ यही हो यो के यो पसलहरू मात्रै। अनि हामी फर्स्टमा आइपुग्यो है। यता 2जना गलेर हिरोहरू हिरोनीहरू र अब चण्डी चाहिँ कति बेला नाच्छ हेर्दै जानु होला है। उमेर बढाएर बनाइदिनु भनेको ल गाइज हामी चाहिँ है बस्दा मैले चाहिँ नदेखाएँ बस्दा 2 घन्टा बसिसक्यो है। अहिलेसम्म स्टार्ट भएको छैन। यस्तै छ क्या मान्छेहरू यस्तो छ अल्छी लागिसक्यो भन्दै त्यहाँनिर एउटा ग्रुप चाहिँ आउँदैछ है। हेरौँ है अब के को आउँदै र त्यो पनि नाचेन भने चाहिँ अनि मकैबारी दर्याम बनाउनु जाने है। त्यहाँ आउँदैछ उतापट्टि यस्तोतिर आउँदैछ। यहाँ कता घर आयो त्योहरू घर आयो। अब त्यहाँ निक्लिन्छ हेरौँ है त। अनि नाच्यो भने नाच्यो नभए घरतिर चल्यो। एकछिनमा अब भेटौँला। ऊ आयो आउँदैछ है त अलिअलि निक्लिँदैछ। अब के हुन्छ है अब चाहिँ नाच्छ होला। अब निक्लिँदैछ राईहरू मासे जस्तो छ हौ खेनामा। उहाँ आएर बस्यो क्या फेरि लाजले। ल हेर्नु यहाँ आएर बसेर लाजले। खेनामा राईहरू मासे जस्तो छ। धेर छैन सबै पाखीहरू मात्रै हो क्या। ए होइन पाखी त्यो ऊ हो क्या राई होइन अर्कै हो क्या त्यो। होइन क्या त्यो हामीले त जात राई जातकै होइन। आयो है आयो। अब नाच्नुलाई जाँदैछ है। कि बस्नलाई हो। यो चाहिँ कहाँकोहरू ए योहरू त बोन्तीदान गऱ्यो होला कहाँको हो है। अब हेर्दै जानु। अब चाहिँ डाइरेक्ट म चण्डी नाचेको गोलो घेराएको मात्रै बनाउँछु है भाइ। ल फाइनली हाम्रो चाहिँ चण्डी नाच्नु सुरु है। नचल्यो न
हामी चाहिँ 1 घन्टा पर्खिँदा है चण्डी लाग्यो। यता योहरू यस्तो छ, यस्तो बबाल ठाउँ भयो। यो चाहिँ यता चाहिँ पसलहरू टक्क लाएर यो चाहिँ खेना 5 होइन, खेना 5 होला कि 4 कति हो है। यता यता पनि ल हामी चाहिँ यता जान्छौँ। अब तपाईँहरू हेर्नुहोस् है, यो चण्डी नाचिरहेको छ यता। एकदम वरिपरि घुम्ने। अब वरिपरिको दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले। घरमा बाह्र भने यहाँ लगाएका ल ठिक छ होइन बाजे। ल ठिक छ, एक राउन्ड हाल्यो फाइनली। के छ ओइ ठिक छ। कता के छ तिमी कता छौ अनि? तिमी नाच्नु पर्दैन राई भएर म पाउनु जाऊ। तिम्रो साथी छुटिसक्यो भरेतिर भेटौँ। ल यो चण्डी चाहिँ अब 3 भागमा बाँडिसक्यो है। यता एक यो चाहिँ कटिन्जेको टोली है खास, अनि यता चाहिँ खेनाली, यता चाहिँ हुरुबुली 3 ग्रुप। यता चाहिँ अब 3 ग्रुप नाच्नु थालिसक्यो आफ्नो टोली है। भोक लाग्दैछ, खाजा खान जाने। भोक लाग्दैछ, अब खाजा खान जाने अनि घरतिर जाने है। रात पऱ्यो, हामी कुर्दै 2 घन्टा बित्यो, त्यही भएर अलिक छिटो आइएछ। लास्टै बोर लाग्यो। घर जान 2 घन्टा लाग्छ। गाह्रो छ। हाम्रो घर यता डाँडामा हो नि, फेरि यता डाँडाको हो हाम्रो घर चाहिँ। अनि यस्तो मान्छेहरू यता हुनुहुन्छ हेर्ने। चण्डी चाहिँ बेलुकाको हुँदो र त्यही भएर अलिक गाह्रो हुन्छ हामीलाई चाहिँ घर जानुलाई। छिटै उड्नुपर्ने हुन्छ, छिटै उड्ने। अब माथि बिस्तारो राईहरूको भर्खर हुँदैछ। ल अब यही हो, हेर्नु हो मजाले चण्डी। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु है। सब्सक्राइब यही हो। भन्नु मलाई चाहिँ यहाँ हान्नु पऱ्यो है सब्सक्राइब होइन भनिदिनु त। ल सब्सक्राइब हान्दिउँ भन्नु। सब्सक्राइब त बबाल हान्नु न, लाइक पनि होइन, लाइक पनि हान्नु, सेयर पनि गरौँ साथीहरूलाई है। ल सबैजनाले है। यही हो अब होटल खोलाएर ल यहाँ माथिबाट फेरि खेना चण्डी चाहिँ यस्तै छ है। अब हामी चाहिँ डाँडातिर आइसक्यौँ ग्राउन्ड हानेर। हाम्रो दिदीहरू यहाँ पर बसिरहेको छ है, हेर्दै मलाई। अब हामी यहाँ माथिबाट देखाउँछु है तपाईँहरूलाई खेना चण्डी। यो चाहिँ साकेला राईहरूको साकेला लागिरह। तपाईँहरू पनि नाच्नु आउनु है। भगमा बोल्नु पनि आउँदैन। यो
भेना चाहिँ उइमा झन्डै लड्यो किनभने नाच्दा नाच्दैन ल सुन्नुपर्छ र यही हो है भ्लग चाहिँ अब आज धेरै लामो हुँदैन हाम्रो जाने बेला भइसक्यो भर्खर स्टार्ट हुँदैछ र हामीले एक राउन्ड हानिसक्यो मजाले सेल पाक्दैछ जस्तो छ भरे खानु यता चाहिँ हाम्रो के भन्छ यता चाहिँ हाम्रो सेलरोटी लगाएर पाकिरहेको छ है मिठो मिठो तरिकाले टक्क सेल यस्तो बवाल बवाल छ यता उधर जाऊँ न यस्तो सो है हामीले चाहिँ अब बजार पनि भरिसक्यो अनि हामी चाहिँ घर लाग्यो अझै त्यत्रो छ है मान्छेहरू चाहिँ त्यता तर हामी चाहिँ अलिक छिटो आइयो किन देखाउनु लु तपाईँ केही भन्नु न होइन त्यस्तो होइन हौ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु अब सब्सक्राइब गर्नु है अब हाम्रो आजको भ्लग चाहिँ यही हो मेरो अनि यता केही भन्न चाहनुहुन्छ खाइयो ओरियो हिँड्यो अनभएको भिडियोमा 10 भ्यू चाहिँ आउँदैन जे भयो नि बोल्दै चाहिँ बोलिदिन्छु एक दुई साउ त है 10 भ्यू चाहिँ आयो भने लाइक 20 भ्यू चाहिँ आयो भने सब्सक्राइब यस अनि त्योभन्दा बढी आयो भने म भाइरल म ए अब 10-20 भ्युज भन्दा धेरै आउनु पर्यो है अब आजको भ्लग चाहिँ यति हो अनि यही भन्दै बाई 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 है थ्याङ्क्स फर वाचिङ तपाईँको थ्याङ्क्स फर वाचिङ है सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु है